नमस्कार, मनोज झा मुक्ति युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। दर्शक महानुभाव, म आज सानो तर अत्यन्त संवेदनशील विषय उठाउन गइरहेको छु। हुन त नेपालको सबै ठाउँमा यस्तै पाराले काम चलिरहेको छ। कहिलेकाहीँ लाग्छ कि देश कसरी चलिरहेको छ। प्रत्येक जिल्लामा सिडिओ एसपीहरू खटाइएका छन्, स्थानीय निकायमा जनप्रतिनिधि बनाइएका छन्, प्रदेशमा सांसद र मन्त्री बनाइएका छन्, सङ्घमा पनि सांसद र मन्त्री बनाइएका छन्। तैपनि कसैको आँखा कुनै अनैतिक काममा, कुनै नहुने काममा पुगेको छैन। देख्दा साह्रै दुःख लागेर आउँछ। हुन त म एउटा सञ्चारकर्मी भएको नाताले पनि यसमा दोषी देखिन सक्छु। म दोषी नै हो, किनभने मैले धेरै पहिला यो विषयलाई उठान गरिसक्नु पर्थ्यो। मैले सञ्चार माध्यममा मात्र नल्याएको हो, तर सम्बन्धित निकायलाई मैले बारम्बार भेटेर फोन गरेर ताकेता गर्ने गरेको छु। तैपनि हालत यो छ। म कुरा गर्दैछु जनकपुर भिट्टामोड सडक खण्डमा अहिले निर्माण कार्य ठाउँ ठाउँमा भइरहेको छ। त्यसमध्ये जलेश्वरको 0 माइलमा रहेको पुलनिर अहिले अर्को पुल निर्माण भइरहेको छ र कुनै पनि निर्माण कार्य हुँदैछ भन्ने बोर्ड राखिएको छैन, जबकि यो 4-5 महिना बढीदेखि निर्माण कार्य भइरहेको छ। मैले बारम्बार भने तैपनि जस्ताको त्यस्तै छ। एक दिन एउटा फ्ल्याक्स ब्यानर त्यहाँ राखियो, हावाले उडायो, त्यसपछि कहाँ गयो र त्यसैलाई ठेकेदार कम्पनीले, यहाँका प्रहरी प्रशासनले यो भन्दै हिँडेको छ कि बोर्ड त लगाएको हो, कहाँ गयो। तपाईँ आफै एकचोटि हेर्नुहोस् त यो। कुनै पनि निर्माण कार्य हुँदाखेरि त्यसको अगाडि र पछाडि दुवैतिर निर्माण कार्य हुँदैछ, बाटो अवरुद्ध छ या डाइभर्सन यतातिरबाट छ भनेर अनिवार्य रूपमा लेखेर राख्नुपर्ने कानुनी बाध्यता नै छ। तैपनि नैतिकताविहीन भइसकेका हाम्रो समाजमा यस्ता उदाहरणहरू जताततै पाइन्छ र त्यसमा पनि महोत्तरीमा। यही बाटो भएर दिनहुँ जनकपुरबाट जलेश्वर आउने सञ्जय झाजीको कुरा सुनौँ एकचोटि। रोडबाट कतिको यात्रा गर्नुहुन्छ? म प्रतिदिन दिनहुँ आउँछु। यहाँ बोर्ड राखेको कहिले देख्नु भएको छ? अनि ट्राफिकको उल्लङ्घन गरेर आउनु परेको छ, जानु परेको छ। त्यो ट्राफिकै हो कमजोर। अनि जसलाई थाहा छैन ऊ एक्सिडेन्ट भइरहेछ कि छैन? प्रायः फर्केर आउँछ, जान्छ नि। मलाई लाग्छ दिनहुँ एउटा गाडी पल्टिरहेको। ये घटना भया है कि रोड में जो बन भी अपना मनमाना से बन भी है, वही भर दिए कोट लगिन भरबे नहीं करे, गाड़ी भर दिए है, मोटरसाइकिल वाला गिर पड़े, कोनो टेम्पू वाला गुरक जाए रात बिरात। वहाँ लिख के रखे चाहिए ना, वंती धो देने हैं रात बिरात। अभी बगैर देखल रही है, ठोकर लग जाए, वही उलट जाए, गोर हाथ टूट जाए। बरमहली घटना हो। हम जब कहबो करे छी तो हमरा सुनवाइए नहीं, टेम्पू वाला से कही कोनो मतलब है नहीं, ठेकेदार कोनो मतलब नहीं है। कति कह छी हो, उहाँ दिनहुँ आउनुहुन्छ। उहाँ जस्तै हजारौँ मान्छे दिनहुँ ओहोर दोहोर गर्ने गर्छन् यो रोडबाट। तर एक त कसैलाई मतलब पनि छैन र कसले भन्न जाओस्। प्रत्येक रात यो सडकबाट ओहोर दोहोर गर्ने यात्रुहरूमध्ये केही यात्रुको दुर्घटनामा परेर हात खुट्टा भाँचिएको हुन्छ। किनभने न त त्यहाँ कुनै सङ्केत दिएको छ, त्यहाँ ढुङ्गा थुपारिएको छ, त्यसमा पनि त्यो मोडभन्दा धेरै पछि। या त ढुङ्गै राख्ने हो भने मोडको नजिकै राख्नु पर्थ्यो कि त्यहाँबाट मान्छे आरामले डाइभर्ट आफूलाई गरिहाल्थ्यो। धेरैजना त यहाँबाट जुन हेर्दै हुनुहुन्छ गाडीहरू जाँदैछ, यहाँबाट अगाडिसम्म जहाँ ढुङ्गा थुपारिएको छ त्यहाँसम्म आउँछन् र फेरि फिर्ता भएर जान्छन्। कति त हुइकिएर आउँछन् र त्यही ढुङ्गामाथि आएर एक्सिडेन्ट हुने गर्छन्।
यहीँ अगाडि देखिराख्नु भएको तपाईँले दारी दाजुभाइ रेस्टुरेन्ट हो। मैले सोधेँ कि तपाईँकै अगाडिमा यो निर्माण कार्य भइरहेछ, यहाँ दुर्घटना कतिको हुन्छ? त्यहाँ काम गर्ने भाइले भन्नुभयो कि यहाँ दिनहुँ जस्तो दुर्घटना भइरहेछ, तर हजुर हामीले बोल्न मिल्दैन, किनभने त्यो ठेकदारका मान्छेहरू हाम्रै होटलमा खाना खान्छन्, भोलि रिसाएर खानै छोडिदियो भने फेरि मालिकले हामीलाई के भन्ला? दुर्भाग्य। यहीँ भन्दा अलिकति अगाडि आर्मी ब्यारेक छ, त्यहाँनिर ट्राफिक प्रहरीले प्रहरी जाँच सवारी साधनहरूलाई गरिरहेको थियो र म त्यहाँ पुगेँ। यहाँ हेर्नुहोस्, मैले जब सही हुनुहुन्थ्यो त्यहाँ उहाँलाई सोधेँ कि ट्राफिक जाँच मात्रै गर्ने हो कि यो रोड पनि तपाईँहरूले हेर्ने हो, डाइभर्सन पनि हेर्ने हो? अनि हो हजुर, मैले भनेको हो, खै टेर्दै टेर्दैन भन्दा भन्दा थाकिसके भन्नुभयो र मेरै अगाडि उहाँले यसरी फोन गरेर ठेकदारका मान्छेलाई भन्नुभयो। पुलमा तपाईँहरूले चाहिँ साइनहरू राख्नु, त्यहाँ दुर्घटना हुनसक्छ, बाटो निर्माण हुँदैछ भन्ने साइनहरू राख्नुहोस् भनेर मैले हजुरलाई तपाईँहरूले बोर्ड राख्नु सुन्नु न, मैले तपाईँलाई म आएदेखि हजुरलाई चाहिँ त्यहाँनिर दुर्घटना हुनसक्छ, त्यो बाटो चाहिँ यसरी निर्माण हुँदैछ भनेर तपाईँहरूले म आएदेखि हजुरहरूलाई कल गरिरहेको छु क्या। खै त तपाईँहरूले त्यो गरेको सर? अब अलिकति राम्रो खालको बोर्ड लगाउनु न, हावाले उडाउने टाइपको बोर्ड त होइन होला नि सर? त्यस्तो हुँदैन नि सर, त्यो कुराहरू अलिकति राम्रोसँग निर्माण कार्य हुँदैछ भनेर चाहिँ लेख्नु पऱ्यो होइन? डाइभर्ट गरेको त्यहाँनिर दुर्घटना भयो भने को रेस्पोन्सिबिलिटी हुन्छ भन्नुहोस् त? तपाईँले गरेको सानो कार्यले गर्दा अनि बोर्ड अनि त्यहाँ राख्ने हो त? तपाईँलाई मैले कति पटक भनिसकेको छु त्यो विषयमा भन्नुहोस् त है। ल ल ल तुरुन्तै अहिले भर्खर 5 मिनटभित्रमा त्यो सधैँ मैले त्यहाँ बोर्ड देख्नु पऱ्यो, निर्माण कार्य दुवैतिर है। थाहा छ, म आएदेखि नै म यहाँको विगत 2.5 महिनादेखि यहाँ आइरहेको छु। त्यो विषयमा मैले निर्माण पक्षसँग चाहिँ पटक पटक आग्रह गरेको पनि हो। आग्रह पश्चात चाहिँ उहाँहरूले चाहिँ त्यो फ्ल्याक्स प्रिन्ट चाहिँ राख्नु भएको थियो, तर पछि चाहिँ त्यो अहिले चाहिँ देखिरहेको छैन मैले। अब फेरि पनि मैले अहिले हजुरकै अगाडि मैले फोन पनि गरेको छु उहाँहरूलाई, अहिले तुरुन्तै इमिडिएटली राखिदिन्छु भनेर भन्नुभएको छ। दुःख लाग्छ, महोत्तरीका प्रदेशमा अहिले मन्त्री पनि हुनुहुन्छ, महोत्तरीमा सिडिओ पनि खटाइएको छ, एसपी पनि खटाइएको छ र सङ्घीय मन्त्री पनि अचेल महोत्तरीमै हुनुहुन्छ। अहिले भर्खर जानकारी भयो कि उहाँ हिजै यही बाटो भएर जनकपुरतिर जानुभएको थियो। हाम्रो आँखाले मात्र यो देख्ने हो कि सिडिओ एसपी सबै कार्यालयका प्रमुखहरू, आम मान्छेहरू, मन्त्रीहरू, उहाँहरूको आँखाले पनि यो देख्ने हो कि हामी नैतिकविहीन भइसकेका छौँ? त्यहाँ काम गराइरहेका हुलाकी सडकका कर्मचारी मैले भेटेँ, त्यहाँ काम गराइरहेका हुलाकीको कर्मचारीलाई मैले गएर सोधेँ, यो डाइभर्सनमा यो हाल्नुपर्छ कि पर्दैन? उहाँको जवाब सुन्नुहोस्। ठेकेदार के आदमी छे? हाँ, हैं? कौन ऑफिस के? अच्छा, हाँ, कति छी हुलाकी के? ये तो निर्माण कार्य वाला बोर्ड रह के चाहिए कि नहीं रह के चाहिए? निर्माण कार्य वाला बोर्ड कहिया रहे रखने? कहिया रहे रखने? 15 दिन पहले पूरा ले अभी यहाँ नहीं देख रहा चाहिए निर्माण कार्ड के बोर्ड है कि नहीं है? कभी अभी लागल रही है? कते दिन लागल रही है? झूठ नहीं बाजू, झूठ नहीं बाजू। कते दिन? 15 दिन पहले लागल एक दिन लगले आ के बाद के लगेली के लगेले तो ई नहीं कह के होय छै? कहे के त परी है, जब कहली है लगावे लागे फिर लगा कहिया? फिर काल से यहां पर लागत बोर्ड। अच्छा, ये 1 महीना से होने के होने ना 15 दिन। प्रकाश था ठीक है। नाम कथी यहाँ के? शिवशंकर। फ्लैक्स राख्ने हो, जनतालाई ठग्ने, नैतिकता विहीन भइसकेका मान्छेहरू कसले बोलिदिने हो? अब त राखियो त जिल्लामा सिडिओ, राखियो त जिल्लामा एसपी, राखियो त अनुगमन गर्नलाई हुलाकी सडकमा डिई कृष्ण महतो हुनुहुन्छ डिई। मैले भेटेरै पनि उहाँलाई बारम्बार विभिन्न ठाउँको बारेमा भनेको छु। उहाँ भन्नुहुन्छ मैले त भने गर्छु सर,
त्यो भनेर यस्तरी झारा टारेर हुन्छ? कसले हेरिदिने हो? ओ मन्त्रीज्यू, ओ प्रधानमन्त्रीज्यू, कसरी देश चलाइरहेका छन् तपाईँका यो कारिन्दाहरूले? कसरी जिल्ला चलिरहेका छन्? यसरी चलाउने हो त? कहिलेसम्म नागरिकले शास्ति भोग्ने हो? कहिलेसम्म दिनहुँ यो सडकमा ओहोरदोहोर गर्ने मान्छेले आफ्नो हात खुट्टा भाँच्ने हुन्? सडकमा निर्माण कार्य भइरहँदा पनि कुनै पनि सूचना नराखेको कारणले अनुगमन गर्ने नाममा कहिलेसम्म करोडौँ करोड खाने हो सडक विभागका कर्मचारीहरू? अलिकति पनि लाज लाग्दैन तपाईँहरूलाई? थोरै पनि त लजाउनुहोस् हौ। यो जिल्लाको जिम्मेवारी सम्हालिराख्नुभएका सिडिओ साहब, एसपी साहब, तपाईँको आँखाले कहिले देखेन? बडा अचम्मको कुरा छ। जे देख्नुपर्ने त्यो देख्नुहुन्न। तपाईँ त 4 चक्का गाडीमा जानुहुन्छ, तपाईँको ड्राइभरलाई थाहा छ कि यहाँबाट यसरी जानुपर्ने हो। तर नयाँ मान्छे जो यो रोडबाट पहिलोचोटि यात्रा गर्दैछन् उसको ज्यान गयो भने तपाईँले जिम्मेवारी लिने कि नलिने? बस धेरै दुःख लागेर मैले विवश भएर यो भिडियो बनाउँदैछु। सम्बन्धित निकाय अलिकति पनि नैतिकता भए आफ्नो तर्फबाट पहल गरिदिनुहोस्। कृपया यतातिर पनि ध्यान दिनुहोस्। तपाईँको जागिरै यसैको लागि हो सिडिओ साहब, तपाईँको जागिरै यहाँको जनताको लागि, यहाँ यो ठाउँको लागि हो एसपी साहब। यहाँको जनताको ज्यान जीवको सुरक्षा गर्नु पनि तपाईँको कर्तव्य हो। कसले तपाईँलाई भनिरहन्छ यार? तपाईँ संज्ञानमा लिने होइन, अरू कुरा संज्ञानमा लिने। हाम्रो जानकारीमा आएको छ तपाईँले यस्तो गर्दै हुनुहुन्छ भने थुन्ने, अनि ठेकदारलाई केही नभन्ने, ठेकदारका मान्छेलाई केही नभन्ने। प्लिज तपाईँ यो जिल्लाको सुरक्षाको लागि आएको हो, यता पनि ध्यान दिनैपर्छ तपाईँले। नत्र तपाईँको नैतिकतामा किन प्रश्न नउठाउने हामीले? यहाँका निर्वाचित सांसद, यहाँका मेयरहरू के गर्दै हुनुहुन्छ तपाईँहरू? ठेकदारसँग सेटिङ गरेर पुग्छौ, यसमा कसले बोलिदिने? दिनौँ हिँड्नुहुन्छ तपाईँ यो बाटो। तपाईँको आँखाले कहिले देखेन यो? कस्तो आँखा हो? कस्तो प्रतिनिधि हो तपाईँ? अलिकति पनि नैतिकता छ भने यसमाथि सजग भइदिनुहोस्। यसमाथि मात्र होइन, यो रोडको विभिन्न ठाउँमा दुर्घटनाग्रस्त ठाउँहरू धेरै छन्, कुनै पनि सङ्केत राखिएको छैन। लाज लाग्छ मलाई। र आज त म भनिरहेको छु, मलाई अत्यन्त दुःख लाग्छ कि म महोत्तरी जिल्लामा जन्मे, जहाँका प्रतिनिधिहरू, जहाँका प्रमुखहरू, जहाँका जिम्मेवारी लिएका कर्मचारीहरू अन्धो भइसकेका छन्। उसको आँखाले केही देख्दैन, भन्दा पनि सुन्दैन। विडम्बना। साह्रै दुःख लागेर मैले यो भिडियो बनाएको हो। तपाईँलाई यो राम्रो लाग्यो भने यसलाई सब्सक्राइब गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। धन्यवाद।